हेलो साथीहरू, नमस्ते सबैजनालाई। आई होप हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। आज चाहिँ म बनाउँदैछु बिरयानी। देख्न सक्नुहुन्छ, म आज बनाउँदैछु बिरयानी। धेरै दिन बाद बिरयानी खान मन लागिरहेको थियो। कस्तो अँध्यारो भएर चाहिँ साँझ भएर होला नि त, अँध्यारो लागिरहेको छ। यहाँ चाहिँ मैले 3वटा प्याज काटेको छु। यता चाहिँ मासुलाई मेरिनेट गरेर राखेको छु, यसमा मसला सबै लगाएर। यता चाहिँ खडा मसला पनि लिएको छु। अनि म यता राख्छु, मासु बनाउँछु। पहिला चाहिँ तेल राख्छु। आज चाहिँ धेरै दिन भयो थियो बिरयानी नखाएको। अहिले कुखुरामा रोग आयो भनेर, तर आज चाहिँ म जसरी भए पनि लिएर आउँछु भनेर चाहिँ लिएर आएँ। आज धेरै दिन भयो थियो कि नखाएको, धेरै महिना नै भयो थियो, 2-3 महिना चाहिँ। आज चाहिँ फेरि मेरो बुढाको डिमान्ड पनि थियो कि आज बिरयानी बनाउनु। म बनाउन लाएँ बिरयानी। अब हेरौँ कस्तो बन्छ। भिडियो चाहिँ लास्टसम्म हेरेर साथ दिनु होला साथीहरू। म चाहिँ सबै राख्छु प्रोसेसहरू, म कसरी बनाउँछु बिरयानी। आज चाहिँ साथीहरू म घरमै बनाएको दही है, दहीको घरमा बनाएको छु। तल पनि छ 2 लिटरको थियो, त्यही भएर 2वटा ठाउँमा राख्छु कि दही। यस्तो राम्रो जमे होइन, यस्तो राम्रो जमे। मेरो बुढाले तिमीले त जमाउनै सक्दैनौ भन्नुहुन्थ्यो, तिमीले जमाउनै सक्दैन। आज मैले देखाइदिन्छु म जमाएँ भनेर। आज अचम्म पारिदिन्छु। तर हल्का मेरो बुढाले जमाएकोमा कस्तो ठम्मा हुन्छ, मैले जमाएँ भने नि हल्का पानी दिन्छ कि, त्यही भएर मेरो बिल्ला गर्नुहुन्छ। तर पनि केही छैन, बिल्ला खान्छ, मैले जमाइहालेँ। कस्तो गर्मी छ, तर पनि खाना त परिहाल्यो। अब राखिदिन्छु खडा मसला। मेरो बारीहरू कस्तो छ भने सबै रेडी नगर्ने, लास्टमा फेरि पुरै खोज्न हिँड्ने त्यो सामानहरू सबै खोज्न हिँड्ने बानी छ कि। एउटा गाली खान्छु नि त त्यसपछि। यसलाई एकछिन बाटो बनाउँछु, अनि त्यसपछि चाहिँ प्याज राखिदिन्छु। अब म राखिदिन्छु प्याज। फेरि प्याजलाई पनि एकछिन रातो बनाउँछु, त्यहाँबाट फेरि थोरै प्याज फेरि निकाल्न छ मलाई। तर घरमा खाएको, घरमा बनाएको चाहिँ एकदम मनपर्छ कि मलाई चाहिँ। अब बाहिर गएपछि अब पुरै परिवार पनि गइ हुँदैन, घरमा बनाएपछि त पुरैले खाइन्छ। 2 दिनसम्म रहन्छ, अनि 2 दिनसम्म खाना पाइन्छ नि त साथीहरू। अब यो चाहिँ मैले हल्का रातो चाहिँ यो अहिले माथिबाट चामलमा राख्नुहुन्छ भनेर निकालिदिएँ थोरै प्याज। अनि यता चाहिँ मासु भुट्न लाएँ फेरि। यता मासु भुट्दै कोकोलाई पानी, मुखमा पानी आयो साथीहरू। बिरयानी खान मन लागिरहेको छ भने आउनु ल, मैले बनाएको बिरयानी खान। कोकोलाई मनपर्छ बिरयानी साथीहरू, कमेन्ट गर्न चाहिँ नभुल्नु ल। अब यसलाई चाहिँ एकछिन ढाकेर, अब यसलाई चाहिँ एकछिन ढाकिदिन्छु। 5-6 मिनटसम्म पकाउँछु एकछिन, त्यसपछि फेरि 15-20 मिनट पकाउँछु। फेरि अब यतातिर चाहिँ चामल पनि बसालेँ। सेम मसला राखेको छु, अघि जे मसला राखेको थिएँ त्यही मसला नै राखेको छु। खडा मसला राखिदिएँ, अनि त्यसपछि चाहिँ थोरै घिउ राखिदिएको छु। घिउले चाहिँ चामललाई चाहिँ एकदम मिठो गर्छ कि, मतलब त्यो गर्दैन, फर्र फुट्छ। एकछिन यसलाई पकाउँछु। मेरो हेर्न देख्छु कति ठुलो छ, कति कुरो देखियो है किचन। एकदम देख्छु ठुलो हो कि, सानो देख्छु नि छैन कि। थोरै बनाऊँ भन्दा नि सानो होस् र पो हुन्छ र, यति ठुलो हो, कराई पनि यति ठुलो हो। अब म चाहिँ बनाउन लागिसकेँ। यतातिर चामल, यतातिर मासु। अब हेरौँ कति टाइम लाग्छ। पसिनाले त देख्न सक्नुहुन्छ, यस्तो पसिना भएर पनि खाना चाहिँ मन लाग्ने। तर के गर्ने, खाना त छोड्नु भएन नि त, खानु त पर्यो नि साथीहरू, खानु पर्यो नि। म जतिको हुनुहुन्छ, जति गर्मी होस्, जस्तो जे भए पनि खाना बनाएर खाना चाहिँ नछोड्ने।
चाहिँ इन्डिया गेट चामल लिएको छु। हुन्छ इन्डिया गेट चामल। पानी पनि एकदम उम्लिसकेको छ। अब म यसलाई राखिदिन्छु। एकदम भिजाएको थिएँ 15-20 मिनटहरू भिजाउनु पर्ने, आधा एक घन्टासम्म पनि भिजाउँछ मान्छेले। मैले चाहिँ 5 मिनट पनि भिजाएँ। अब एकछिन बरु पकाउँछु। कस्तो लाग्यो है। अब एकछिन यसलाई चाहिँ 90% चाहिँ एकछिन पकाउनु पऱ्यो। यो चामललाई चाहिँ मलाई चाहिँ एकदम मनपर्छ बिरयानी, माई फेभरेट बिरयानी। चावललाई चाहिँ एकदम छाने मैले पानीमा छाने हो कि पानी जति सबै काटिदिएँ निकालिदिएँ, कति धेरै भएछ भने चाहिँ। अनि यता चाहिँ मासु पनि रेडी भइसकेको छ। अब चाहिँ यतातिर चाहिँ राख्नु पऱ्यो, ट्रान्सलेट गर्नु पऱ्यो। र चामल चाहिँ बढी भएर चाहिँ ग्यास लगाइदिनु पऱ्यो कि सानो ग्यास, सानो लो ग्यास लगाइदिन्छु। यता चाहिँ मासु अनि अब ट्रान्सलेट गर्नु पऱ्यो। यता चाहिँ मैले मासु राखिसकेँ, ट्रान्सलेट गरिसकेँ। अब माथिबाट फेरि चामल राखिदिन्छु। बनाउन मन पनि लाग्ने, यस्तो क्यामेरा पनि कसैको छप्दिने मान्छे नबसेपछि के गर्नु गाह्रो छ। साथीहरू म राखेर देखाउँछु ल फेरि। अहिले कि कस्तो मलाई फुड कलर राख्नु मन लागेको थियो कि साथीहरू, त्यही भएर मैले चाहिँ अहिले फुड कलर राखेको छु। अब एकछिन यसलाई 15-20 मिनट जति चाहिँ दम दिनु पऱ्यो। भन्दा चाहिँ 15-20 मिनट चाहिँ दम। त्यसपछि चाहिँ कस्तो बन्छ। मैले चाहिँ हल्का घिउ राख्नु भएछ क्या, फेरि घिउ राखिदिनु पर्यो माथिबाट।